विश्वकप फुटबल चलिरहँदा रङ्गशालाभित्र र बाहिर अनेकौं रङ्गहरू देखिन्छन्। तर कहिलेकाहीँ एउटै तस्बिर वा भिडियोले खेलको मैदानभन्दा निकै टाढा पुगेर इतिहास, राजनीति र मानवीय संवेदनाका बिर्सिएका पाटाहरूलाई एकै ठाउँमा ल्याइदिन्छ। जारी विश्वकपको दोस्रो सेमी फाइनलमा अर्जेन्टिना र इङ्ल्यान्ड बीचको रोमाञ्चक भिडन्त चलिरहँदा टिभी क्यामेराले दर्शक दीर्घामा कैद गरेको एक नेपालीको दृश्यले यस्तै पाटाहरू पल्टाएका छन्। अर्जेन्टिनाको जर्सी लगाएका एक फ्यान घाँटीमा नेपालको राष्ट्रिय झण्डा बेरेर अर्जेन्टिनी टोलीले गोल हान्दा खुसीले चिच्चाइरहेका थिए। उनको गालामा नेपालको झण्डाको स्टिकर टाँसिएको थियो। झट्ट हेर्दा यो तस्बिर फुटबल प्रतिको सामान्य क्रेज जस्तो देखिए पनि पृष्ठभूमिमा लुकेको कथा फुटबलमा मात्रै सीमित थिएन। यसले 44 वर्ष अघि नेपाली नागरिकहरूले बेलायतको तर्फबाट अर्जेन्टिना विरुद्ध लडेको ऐतिहासिक युद्धको समेत स्मरण गरायो। भारतीय अनलाइन मिडिया पेपर क्लिपले सामाजिक सञ्जाल एपमा यो तस्बिर सहित नेपाली र अर्जेन्टिना बीचको लडाईँदेखि फुटबलसम्मको सम्बन्ध केलाएपछि अहिले यो तस्बिरको चर्चासँगै यी नेपाली कहुन् भन्ने जिज्ञासा समेत बढाएको छ। सेमी फाइनल खेलमा स्टार स्ट्राइकर लियोनल मेस्सीको जादुमयी खेलको मद्दतले अर्जेन्टिनाले इङ्ल्यान्डलाई 2-1 पराजित गर्दा समर्थकहरू खुसीले पागल भइरहेको बेला टिभी स्क्रिनमा देखिएका यी नेपाली फ्यान थिए हिमग्याप लामा। उनलाई सामाजिक सञ्जालमा धेरैले मिस्टर हिप भनेर पनि चिन्छन्। गलामा नेपालको राष्ट्रिय झण्डा बोकेर अर्जेन्टिनाको जर्सीमा सजिएका हिमको त्यो तस्बिर अन्तर्राष्ट्रिय सञ्चार माध्यम र सामाजिक सञ्जालमा पुराना पानाहरू पल्टाउने माध्यम समेत बन्न पुग्यो। आखिर किन एउटा नेपालीले अर्जेन्टिनाको जर्सी लगाएर इङ्ल्यान्ड विरुद्धको खेलमा समर्थन गर्दा यति धेरै चर्चाको विषय बन्यो त? यसको उत्तर खोज्न सन् 1982 को इतिहासमा पुग्नुपर्छ। सन् 1982 अप्रिल 2 मा अर्जेन्टिनाले बेलायतको नियन्त्रणमा रहेको फकल्यान्ड टापुमाथि आक्रमण गरी आफ्नो नियन्त्रणमा लियो। यसको जवाफमा बेलायतले आफ्नो नौसैनिक बल पठाएर अपरेसन सुरु गर्यो। बेलायती सेनाको त्यस सैन्य टोलीमा 1st बटालियन 7 ड्युक अफ एडिनबर्ग्स ओपन गोर्खा राइफल्स 1-7 गोर्खा राइफल्सका नेपाली गोर्खा सैनिकहरू पनि सामेल थिए। नेपाली भूमिमा जन्मिएका र हुर्किएका ती सैनिकहरू आफ्नो रेजिमेन्ट प्रति वफादार रहँदै बेलायती झण्डा मुनि अर्जेन्टिनी सेना विरुद्ध लड्न दक्षिण एटलान्टिक महासागरतर्फ लागे। फकल्यान्ड टापुको पहाडी र कठिन भूगोलमा गोर्खाली सैनिकहरू निकै अभ्यस्त थिए। पोर्ट स्टानली र माउन्ट विलियमका पहाडी टाकुराहरूमा गोर्खालीहरूलाई अग्रपन्थीमा खटाइएको थियो। त्यो समयमा अर्जेन्टिनी सैनिकहरूमाझ गोर्खालीहरूको बहादुरी र लडाई स्वभावलाई लिएर अनेकौं अफवाह र मनोवैज्ञानिक त्रास फैलिएको थियो। युद्धको मैदानमा गोर्खालीहरूले खुकुरी प्रहार गरेर शत्रुको संहार गर्ने कथाहरू अर्जेन्टिनी ब्यारेकहरूमा व्यापक रूपमा फैलिएका थिए। कतिपय हल्ला त यतिसम्म डरलाग्दा थिए कि गोर्खालीहरू मान्छेको मासु खान्छन् भन्ने अफवाह समेत फैलिएको थियो। यद्यपि ती प्रसारहरू पूर्ण रूपमा असत्य थिए, तर त्यसले अर्जेन्टिनी सैनिकहरूको मनोबल गिराउन ठूलो भूमिका खेल्यो। युद्धको यो रापले काठमाडौँलाई समेत छोएको थियो। आफ्ना नागरिकहरू बेलायती सेनामा भई अर्जेन्टिना विरुद्ध लडेकोमा अर्जेन्टिना सरकारले नेपाललाई औपचारिक रूपमा विरोध समेत जनाएको थियो। अन्ततः सन् 1982 जुनमा अर्जेन्टिनाले आत्मसमर्पण गर्यो, जसमा नेपाली गोर्खा सैनिकहरूको वीरताको ठूलो योगदान थियो। यस युद्धमा गोर्खाली सेना बुद्ध प्रसाद लिम्बू शहीद भएका थिए भने कयौं सैनिकहरू घाइते भएका थिए। फकल्यान्ड युद्ध उत्कर्षमै पुगेको बेलामा सन् 1982 को विश्वकप खेल्न अर्जेन्टिनाको राष्ट्रिय टोली स्पेन पुगेको थियो। चर्चित फुटबलर डिएगो म्याराडोना सहितको टोली देश युद्धमा विजयी भइरहेको भ्रममा थियो। तर स्पेन पुगेपछि मात्र उनीहरूले आफ्ना सैनिकहरूले आत्मसमर्पण गर्न लागेको तीव्र सत्य थाहा पाए। म्याराडोनाले पछि आफ्नो जीवनीमा लेखेका छन्, हामी युद्ध जित्दैछौं भन्ने विश्वासमा थियौं, तर स्पेन पुगेर सत्य थाहा पाउँदा टोलीका सबै खेलाडी स्तब्ध भयौं। त्यसपछि एउटा चर्चित भनाइ अनुसार सन् 1986 को विश्वकपमा बेलायतलाई पराजित गरेपछि म्याराडोनाले ठट्टा गर्दै भनेका थिए, हामीले बेलायतलाई यसकारण हराउन सक्यौं किनभने उनीहरूको टोलीमा गोर्खालीहरू थिएनन्। यद्यपि यो भनाइको आधिकारिक पुष्टि भने भएको छैन।
को हुन् त मिस्टर हिम र कसरी पाए खेलाडीको जर्सी? 44 वर्षपछिको विश्वकप मैदानमा देखिएका हिम ग्याप लामा मिस्टर हिम अहिले अमेरिकाको ड्यालस टेक्सासमा बस्छन्। सञ्चार माध्यमसँग कुराकानीमा उनले आफू विश्वकप हेर्नकै लागि अमेरिका आएको खुलाएका छन्। उनको सामाजिक सञ्जाल हेर्दा कट्टर खेलप्रेमी देखिए। उनले कतार विश्वकप 2022 का खेलहरू पनि रंगशालामै पुगेर हेरेका थिए। विश्वकपका अनुभवहरू उनले सञ्चार माध्यमसँग सुनाउँदै भन्छन्, म फुटबल र क्रिकेट दुवैको ठूलो प्रशंसक हुँ। यसपालिको विश्वकपमा मैले 5 वटा खेल रंगशालामै पुगेर हेर्ने मौका पाएँ। अर्जेन्टिनाका खेलहरू हेर्दा रंगशालाको माहौल साँच्चै उत्कृष्ट थियो। यो यात्रामा उनको अविस्मरणीय क्षण पनि रह्यो। रंगशालामा खेल सकिएपछि एक अर्जेन्टिनी खेलाडीले दर्शक दीर्घातर्फ आफ्नो जर्सी फ्याँकेका थिए। दर्शकहरूको ठूलो भिड धकेला धकेलको बीच त्यो जर्सी सिधै हिमको हातमा आइपुग्यो। उनी खुसी हुँदै भन्छन्, भिडमा तानातान भइरहेको थियो तर संयोगवश जर्सी मेरै हातमा आइपुग्यो। यो मेरो जीवनकै सबैभन्दा ठूलो उपहार हो। विश्वकपका टिकटहरू पाउन निकै कठिन र महँगो हुने गर्छ। अनलाइनमा रिसेल मूल्य $6000 सम्म पुग्ने गरेको भए पनि आफूले निकै खोजमेल गरेर उचित मूल्यमा क्याटेगोरी 1 को टिकट प्राप्त गरेको उनी बताउँछन्। इतिहासमा गोर्खाली र अर्जेन्टिना बीचको शत्रुताको एउटा दुखद अध्याय थियो, तर फुटबलको सुन्दरता नै यही हो कि यसले पुराना घाउहरूलाई निको पार्ने शक्ति राख्छ। जहाँ इतिहासले विभाजन र पीडा छाडेर गएको थियो, त्यहाँ फुटबलको सम्बन्ध र भाइचाराको नयाँ पुल निर्माण गरिदिएको छ। गालामा नेपालको झण्डा र जिउमा अर्जेन्टिनाको जर्सी लगाएर रंगशालामा ठूलो ब्यानर बोकेका हिमको सन्देश निकै अर्थपूर्ण थियो। उनको ब्यानरमा लेखिएको थियो, म मेस्सीको कट्टर प्रशंसक हुँ, जसले रोनाल्डो र फुटबलका सबै दिग्गज खेलाडीहरूलाई उत्तिकै सम्मान गर्छ। हिम भन्छन्, हामी नेपालीहरू जहाँ गए पनि आफ्नो पहिचान सँगै बोकेर हिँड्ने गर्छौं। नेपालको राष्ट्रिय झण्डा बोकेर विश्वकपको मैदानमा अर्जेन्टिना जस्तो ऐतिहासिक टोलीलाई समर्थन गर्न पाउनु मेरा लागि गर्वको कुरा हो। म मेस्सीलाई माया गर्छु तर रोनाल्डो र अन्य खेलाडीको पनि उत्तिकै आदर गर्छु। हिम ग्याप लामाको यो भाइरल यात्राले खेलकुदले राष्ट्रियता, भूगोल र इतिहासको सीमालाई नाग्न सक्छ भन्ने कुराको पुष्टि गर्छ। हिजोका दिनमा युद्धको मैदानमा असमझदारी र त्रासका बीच आमने सामने भएका दुई देशका नागरिकहरू आज फुटबलको मैदानमा एउटै जर्सी र एउटै झण्डा बोकेर खेलको उत्सव मनाइरहेका छन्।